साथीहरू तपाईँलाई पनि एकदमै दाँत दुखेर एकदमै गाह्रो भएको छ भने यो यो घरेलु उपाय चाहिँ तपाईँले अपनाउनु होला होइन। उहाँ हाम्रो सरले चाहिँ यो चाहिँ के गरेर र कसरी चाहिँ यसलाई चाहिँ हामीले लगाउन सकिन्छ भनेर चाहिँ उहाँले चाहिँ आइडिया दिनुभएको छ। एकचोटि उहाँ दाइको कुरा सुनौँ है त, के रहेछ त त्यसको उपाय भन्ने कुरा। दाँत किराले खाएको छ, दाँत असाध्य दुखिरहेको छ भने के गर्ने भन्दाखेरि तपाईँले यसको बियालाई निकाल्नुहोस्, निकालेर घाममा मजाले सुकाउनुहोस्। अनि सुकाइसकेपछि तपाईँहरूलाई असाध्यै एकदमै दाँत दुख्यो, किराले खाएर हैरान बनायो, दाँत नै सकिसक्यो भने के गर्नुपर्छ भन्दाखेरि तपाईँहरूले यसलाई जलाउनुहोस्, जलाएर यसको धुवाँ निकाल्नुहोस्। अनि धुवाँ निकालेर त्यो जहाँनिर किराले खाएको छ त्यो जग्गामा धुवाँ पुर्याउनुहोस्, धुवाँ लगाइदिनुहोस् र किराले अन्डासँगै मर्ने गर्छ। किरा एकदमै भालेपोथी किराहरू मर्छ, अन्डासँगै पनि मर्नेछ। अनि तपाईँको दाँत दुख्ने चट्टै निको हुनेछ। भिडियो सेयर गरिदिनु। साथीहरू तपाईँले चाहिँ एकदम ध्यान दिएर चाहिँ सुन्नुभयो होला होइन। र त्यो जुन दाँत दुखेको जुन जडीबुटी हुन्छ नि, तपाईँले त्यो जडीबुटी पनि हेर्नुभयो होला, सायद तपाईँले चिन्नु भए पनि होला। हामी सानो हुँदाखेरि पनि मैले यो हाम्रो बाबुबाजेले पनि यो भन्नुहुन्थ्यो, यो हामीले सेवन गरियो भने, युज गरियो भने, सेवनको मात्र खाने होइन, त्यसलाई चाहिँ कुटेर के गरेर होइन उहाँ सरले भनेअनुसार गरेर चाहिँ त्यसलाई चाहिँ हामीले युज गरियो भने हाम्रो दाँत दुख्न चाहिँ एकदम निको हुन्छ भन्ने कुरा चाहिँ हाम्रो उहाँ सरले पनि भन्नुभएको छ। र मलाई पनि अलिअलि सानोमा चाहिँ हाम्रो हजुरबाबुहरूले भन्दाखेरि मैले चाहिँ त्यतिखेर पनि खै कता कता युज गरे जस्तो लाग्छ क्या, हामी सानो हुँदाखेरि। निको भएको कुराहरू पनि मैले अलिअलि चाहिँ थाहा पाएको थिएँ। सायद यसले चाहिँ पक्कै नै निको हुन्छ। साथीहरू एकचोटि तपाईँहरूले पनि युटिलाइज गर्नुहोस् र यो भिडियो चाहिँ सबैलाई सेयर गर्नु, किनकि जसको दाँत दुखेको छ नि, उहाँ समस्यामा पर्नुभएको छ, उहाँलाई चाहिँ दाँत दुखेर हैरान पर्नुभएको छ अनि उहाँहरूले चाहिँ यो भिडियो देखेर सायद यो चाहिँ जुन जडीबुटी उहाँले चाहिँ लगाएर या जे गरेर अहिले उहाँको चाहिँ समस्याको समाधान, दुखाइ पनि कम्ती गर्न सक्नुहुन्छ भन्ने चाहिँ मलाई आशा लागेको छ। र त्यसैले तपाईँले यो भिडियोलाई चाहिँ सक्दो सेयर गरिदिनु होला है त।